सरले हामीलाई यत्रो 30 वर्ष 8 महिनासम्म पढाउनु भयो। एउटा भनाइ नै छ, शिक्षक भनेको एक माझी हो जसले विभिन्न प्यासेन्जर्सहरूलाई तारिरहन्छ, आफू जहाँको त्यहीँ रहन्छ भने चाहिँ सरले पढाएका विद्यार्थीहरू आज देशमा मात्र नभइकन विदेशमा पनि विभिन्न ख्याति प्राप्त सङ्घ संस्थाहरूमा आफ्नो प्रतिनिधित्व गरिराख्नु भएको छ। देशलाई र हाम्रो यस ठाउँलाई चिनाइरहनु भएको छ। सरको योगदानले विभिन्न ठाउँहरूमा विभिन्न किसिमका प्रगतिहरू भइराखेका छन् र आगामी दिनमा यहाँ रहनुभएका विद्यार्थी भाइ बहिनीहरू पनि विभिन्न तह र तबकामा पुग्नुहुनेछ। यसको लागि सरले एउटा फाउन्डेसन क्रिएट गरिदिनु भएको छ, बलियो जब बसालिदिनु भएको छ। त्यसको लागि विद्यार्थी भाइ बहिनीहरूको तर्फबाट र शिक्षक साथीहरूको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। विद्यार्थी भाइ बहिनीहरू, तालीको कमी भयो, तालीको। सरले हामीलाई 30 वर्ष 8 दिनसम्म सेवा गर्नुभएको छ। हाम्रो यस नेपालमा अन्तर्राष्ट्रिय रूपमा विभिन्न ख्याति प्राप्त व्यक्तित्वहरू उत्पादन गरिसक्नु भएको छ। सरको योगदानको हामीले तालीले मूल्याङ्कन गरौँ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, तपाईहरूलाई पनि बच्चादेखि नै सानोदेखि नै हुर्काएर बढाएर पढाएर यत्रो बनाउनु भएको छ र भविष्यमा के बन्ने भन्ने मार्गदर्शन पनि गरिसक्नु भएको छ। As Sanjita said before, Jitbadur Gurung sir is not only a teacher, he is our guardian, pathmaker, motivator, inspirator, and so many more other adjectives are also not enough to describe about our Jitbadur sir. यो सँगै सम्पूर्ण शिक्षक साथीहरूलाई पनि फूल एवं अबिरले सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण शिक्षक साथीहरूलाई पनि फूल एवं मालाले जितबहादुर सरलाई सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै क्रममा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई पनि लाइनबद्ध भएर सरलाई फूलमाला एवं अबिरले सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसको लागि केही शिक्षक साथीहरूले केही म्यानेज गर्नुपर्नेछ भने विद्यार्थी भाइ बहिनीहरू लाइन लागेर प्लिज ढिला नगरौँ। हामीले कार्यक्रम निर्धारित समयभन्दा केही समय ढिला सुरु गरेका छौँ। त्यसैले सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू लाइनबद्ध रूपमा फूल एवं मालाले सरलाई सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। The students, you all are invited here on the stage to offer your best wishes to our honorable and respected and highly motivating
teacher, Mr. Jit Bahadur Gurung, in a queue. Everyone, please don't delay on it, as we have already getting late because of some technical issues. Please do fast. All the students there around, please come on the stage of your best wishes to our honorable teacher, Mr. Jit Bahadur Gurung sir. As we have already said, he is not only a teacher, he has made us a good path to walk, so that do it fast in a queue. Please don't make a noise. Senior students, please facilitate to your juniors first, then you can have your chance. Go ahead. एउटा दिने है, एउटा धेरै दिने हैन, एउटा मात्रै दिने, दुई आफले दिने। मेरो खिल्ती अलि बेला बेला यता गर्दैछ त ये तो वीडियो बनाएंगे
भिडियो खाली विद्यालयसँगै उच्च कदर गर्नेछ। हामीले आज उहाँलाई विदाई गइरहेका छौँ। विशेष त उहाँले यत्रो लामो समयसम्म हामीलाई जुन विद्यालयको शैक्षिक भौतिक आर्थिक सामाजिक रूपमा जुन सेवा र सहयोग गर्दै आउनुभयो उहाँको उच्च मूल्याङ्कन गर्नेछ र भविष्यमा पनि हामीले उहाँको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्ने नै छौँ र भावी दिनमा पनि उहाँ विद्यालयको क्षेत्रबाट टाढा रहे तापनि भौतिक रूपमा टाढा भए पनि उहाँ यहाँ नजिकको एउटा अभिभावकको रूपबाट विद्यालयमा प्रस्तुत भई विद्यालयलाई सहयोग गर्नेछ भने पनि हामी अपेक्षा गर्दछौँ र अन्त्यमा उहाँको बाँकी जीवन सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मेरो भनाइ अन्त्य गर्दछु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद सरलाई छोटो एवं सान्दर्भिक शुभकामना मन्तव्यको लागि। अबको क्रममा छोटो आफ्नो अनुभव सहितको मन्तव्यको लागि आज विदाई भएर जान लाग्नुभएका यस विद्यालयलाई 30 वर्षभन्दा बढी विद्यालय व्यवस्थापन समितिको सदस्य एवं सभापति महोदय, मध्य नेपाल नगरपालिका वडानगरका वडाध्यक्ष प्रमुख अतिथिको रूपमा हुनुहुन्छ थापाजी, पूर्व व्यवस्थापन समितिका अध्यक्षज्यू, प्रहज्यू, सहकर्मी शिक्षक साथीहरू, समितिका सदस्यज्यू र मेरा प्यारा विद्यार्थी भाइहरू, आज म 30 वर्ष 28/5/2035 पुग्छ सेवा गरेर म निवृत्त हुन गएको छु। मलाई खुसी नै लागेको छ। मैले यसै विद्यालयबाट नै क ख पढ्न सुरु गरेको हो भने मैले यसै विद्यालयबाट नै मैले क ख पढाउन पनि सुरु गरेँ। मलाई यो कुरा पनि मलाई गर्व लाग्छ। त्यही भएर बाबु नानी हो, तपाईँले राम्रोसँग पढ्नुहोस्, भविष्यको ख्याल गर्नुहोस्। तपाईँको भविष्य तपाईँको हातमै छ। तपाईँले राम्रोसँग पढ्नुभयो भने तपाईँहरूले नै तपाईँको इज्जत पनि रहनेछ, हाम्रो पनि इज्जत पनि रहनेछ। त्यही भएर 45 सालदेखि 50 सालको बिचमा यो विद्यालय प्रस्तावित मावि थियो। त्यो बेलामा निजी स्रोतबाट मावि चलाउनु पर्ने अवस्था थियो। हामीले निमावि र प्राविक साथीहरूले माविसम्म हेर्नुपर्ने अवस्था थियो। हामीले 6औं पिरियडदेखि 7औं पिरियडसम्म करिब करिब हेर्नुपर्ने अवस्था पनि थियो। त्यो अस्थायी हुँदाखेरि प्रस्तावित मावि हुँदाखेरि त्यो अहिले त्यो अवस्था छैन। त्यही भएर अब अहिले त दरबन्दी पुरै छ। सरले पनि आफ्नो कर्तव्यमा ध्यान दिएर आफ्नो अध्ययन कार्यलाई निरन्तर दिनुहुन्छ भन्ने म आशा गर्दछु। र अब यो स्कुलको बारेमा भन्न चाहन्छु कि अब हामीले यो विद्यालयको लागि हामी सबैजना मिलेर केही कुरा छलफल गरेर आर्थिक अवस्था कसरी मजबुत बनाउन सकिन्छ भन्ने बारेमा हामीले सोच्नुपर्ने हो कि भन्ने लागेको छ। हामी सबैजना मिलेर यो विद्यालयको आर्थिक अवस्था मजबुत बनाउन सकियो भने, भोलि गएर होस्टेलको व्यवस्था गर्न सकियो भने, शिक्षक साथीहरू विद्यार्थीलाई पनि यहीँ राखेर पढाउन सक्यो भने गुणस्तर सेवाको लागि विशेष सेवा पुग्थ्यो कि भन्ने मलाई लाग्छ। यसको बारेमा हामी सबै अभिभावकज्यूहरू, सबै शिक्षक साथीहरू, व्यवस्थापन समितिको सदस्यहरू सबैले एउटा वृहत भेला राखेर यसको एउटा छलफल गरिदिनु भएदेखि विशेष राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। त्यही भएर अब म रहँदै बस्दै गर्दा केही कमी कमजोरी भयो होला नि, गल्ती पनि भयो होला नि, त्यसमा सुध्रिने मौका दिनुहुनेछ भन्ने आशा गर्दछु। र अन्त्यमा यो विद्यालयको उत्तरोत्तर प्रगति हुँदै जाओस् भन्ने कामनासहित म बिदा हुन चाहन्छु। जय शब्दधारा। धन्यवाद। सरलाई धेरै धेरै धन्यवाद। सरले आफ्नो प्रतिज्ञा पनि गरिसक्नु भएको छ। शिक्षा चितबहादुर गुरुङज्यूको विदाई कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रममा पाल्नुभएका सल्लाहकार समितिका सदस्य एवं पूर्व व्यवस्थापन समितिका अध्यक्ष कृष्ण तिवारीज्यू, समितिका व्यवस्थापन समितिका सदस्यज्यू, स्कुलका प्रहज्यू, स्कुलका शिक्षक शिक्षिकाहरू र विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। आज हाम्रो स्कुलमा
रहनुभएका शिक्षक जितबहादुर गुरुङ सरको आज विदाई तथा फेरि भेटौँला कार्यक्रममा हामी उपस्थित भएका छौँ। सर्वप्रथम त म जितबहादुर सरलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु, किनभने यस स्कुलमा उहाँ शिक्षक रहँदै गर्दा मलाई 1 कक्षादेखि नै उहाँले पढाउनु भएको हो र मैले यस स्कुलमा 1 देखि 10 कक्षासम्म पढ्दै यसरी दिँदै रोजगारका सिलसिलामा विभिन्न ठाउँमा पुगेर आएर फेरि त्यसै वडामा अहिले वडा अध्यक्ष भएको छु र आज म वडा अध्यक्ष हुँदै गर्दा म आफैलाई पढाउने शिक्षकलाई विदाई गर्न पाउँदा एक तरिकाले त खुसीको महसुस पनि गरेको छु भने अर्को तरिकाले आफूलाई पढाएको शिक्षकलाई म आफैले विदाई गर्न पाउँदा उहाँको आउने भावी जीवनहरूको सफल कार्यकालको शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। हामी जागिर खाइसकेपछि सरुवा हुने, प्रमोसन हुने, विदाई हुने, घर जाने यी प्रक्रियाहरू चलिरहन्छन्। यसमा मैले मात्र यति भन्न चाहन्छु, सरले यस स्कुलमा 30औं वर्ष हामी विद्यार्थी भाइ बहिनीहरू सबैलाई अध्ययन गराउनु भयो। कोही आर्मी हुनुभयो, कोही प्रहरी हुनुभयो, कोही शिक्षक हुनुभयो होला, कोही पत्रकार हुनुभयो होला, कोही डाक्टर हुनुभयो होला। विभिन्न ठाउँमा यस विद्यालयबाट उहाँहरूले पढाउनु भएका हामी विद्यार्थीहरू विभिन्न ठाउँमा पुगेका छौँ। त्यसैले सरको यो 30औं वर्षको चाहिँ यस स्कुलमा पढाउने सिलसिलामा मैले थाहा पाएसम्म उहाँको कुनै दिन पनि कुनै कुराको कमी कमजोरी मैले कहिले पनि थाहा पाइनँ। मैले थाहा पाइनँ पनि, मैले देखिनँ पनि र उहाँको विषयमा यस जिताका सम्पूर्ण अभिभावकहरू, शिक्षक मित्रहरू, शिक्षिकाहरू, विद्यार्थी भाइ बहिनीहरू हामी जितावासी जति छौँ, कसैले पनि उहाँको विषयमा नराम्रो कुरा गरेको र उहाँले पनि कसैको विषयमा नराम्रो कुरा गरेको यस्तो कुराहरू मैले कहिले पनि सुन्न पाइनँ। त्यसैले म जितबहादुर सरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ जस्तो मान्छे आज यस स्कुलमा पढाएर आफ्नो चाहिँ रोजगार चाहिँ जति चाहिँ नेपाल सरकारले जति चाहिँ तपाईँलाई उमेरको हदमा यस स्कुलमा पढाउन पाउने जुन सेवा सुविधा दिएको थियो त्यो सकाएर तपाईँ घर जाँदै हुनुहुन्छ। अब तपाईँको घर गइसकेपछि तपाईँको घरायसी जीवन सफल होस्, राम्रो होस् र जसरी यस स्कुलमा राम्रो चाहिँ तपाईँले चाहिँ जुन इमान्दारीका साथ, वफादारीका साथ तपाईँले राम्रो छवि बनाएर जानुभएको छ, त्यसरी नै घर गइसकेपछि आफ्नो समाज र आफ्नो वडाका सबै चाहिँ सामाजिक क्षेत्रमा यहाँहरूले पक्का पनि अग्रसर भएर काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। र भोलि काम गर्दै जाँदा तपाईँ टाढा हुनुहुँदैन। भोलि समयले, परिस्थितिले त्यस्तै बनायो भने हामी सबैजना शिक्षकहरू र हामी सबैजना जितावासीहरूले तपाईँलाई हामीले अपिल गऱ्यौँ भने सायद यसै स्कुलको व्यवस्थापन समितिको अध्यक्षमा पनि आउन पर्ने हुन्छ। त्यसैले हामी सबैले गरेका, तपाईँहरूलाई गरेका स्वास्थ्यका लागि, सबै चाहिँ हाम्रो चाहिँ सामाजिक क्षेत्रमा यस जिता बनाउनको लागि सामाजिक क्षेत्रमा कुनै पनि ठाउँमा तपाईँलाई हामीले माग गऱ्यौँ भने पक्का पनि यहाँ पछि हट्नु हुने छैन भन्ने विश्वास लिएको छु। र विद्यार्थी भाइ बहिनीहरूलाई पनि अब सरहरूले अहिलेसम्म सबै गुरुहरू सबैजनाले तपाईँहरूलाई चाहिँ राम्रै पढाउनु भएको छ। मध्य नेपालको चाहिँ समग्र चाहिँ एसीको रिजल्ट हेर्ने हो भने समग्र चाहिँ विद्यालयहरूमा हेर्दा हाम्रो यस स्कुलको चाहिँ जुन प्रगति छ, यो प्रगति राम्रो हुँदै गएको छ। यसमा चाहिँ सबै विद्यार्थी भाइ बहिनीलाई अनुशासन भएर, शिक्षकहरूले भनेको मानेर, घरमा तपाईँको अभिभावकहरूले भनेको मानेर तपाईँहरूको भविष्यलाई कस्तो बनाउने भन्ने कुरा तपाईँहरू आफैले अब तपाईँहरू बुझ्ने भइसक्नु भएको छ। आफ्नो भविष्य कस्तो बनाउने भन्ने कुरा तपाईँहरूले सोचेर सबैजना अनुशासनमा रहेर मध्य नेपालको
अरू विद्यालयहरूभन्दा यस स्कुलको विद्यार्थीहरूको पहिचान र यस स्कुलको चाहिँ शिक्षकहरूको चाहिँ छुट्टै पहिचान भएको जुन चाहिँ हाम्रो राम्रो कुराहरू चाहिँ हामी सबैले चाहिँ मध्य नेपालमा राम्रो कुरा चाहिँ मध्य नेपालमा चाहिँ सप्तधारा स्कुलको चाहिँ विद्यार्थीदेखि लिएर शिक्षकहरू सबैजनाको राम्रो कुराहरू सुन्न पाइयोस् र अहिलेसम्म नराम्रो त्यस्तो सुने पनि छैन। यो सबैजना चाहिँ शिक्षकदेखि विद्यार्थी भाइ बहिनीहरूलाई म शुभकामना व्यक्त गर्न चाहन्छु। हामीले कति तपाईँहरूको मागहरू पुरा गर्न सकेका छैनौँ होला, जे भए पनि तपाईँको चाहिँ स्कुलमा हामीले चाहिँ कतिपय कुराहरू अनुगमन चाहिँ हामीले चाहिँ गर्न नसकेको जस्तो चाहिँ म आफूलाई अनुभूति पनि भइरहेछ र बाहिर ती कुराहरू गुनासो पनि सुनिरहेको हुन्छु। तर चाहँदै पनि कतिपय कुराहरू नसकिँदो रहेछ, किनकि हामीले यस चाहिँ सप्तधारा स्कुल मात्र नभएर हाम्रो चाहिँ यस वडामा रहेका 4वटा स्कुल छन्, स्वास्थ्य छन्, खानेपानीहरू छन्, वनहरू छन्, जिताका चाहिँ हाम्रो जनताहरूको विभिन्न खालका समस्याहरू छन् र वडाका विकासका कामहरू धेरै कुराहरूको चाहिँ हामीले जिम्मेवारी बोकेका छौँ। त्यसैले हामीले तपाईँहरूलाई चाहिँ टाइम दिन सकेका छैनौँ र म शिक्षक साथीहरूलाई पनि म के अनुरोध गर्न चाहन्छु भने हामी आउँदा होस् या नआउँदा होस्, आउँदा होस् या नआउँदा तपाईँहरूले चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई पढाउने हो, राम्रो शिक्षा दिने हो र राम्रो अङ्क ल्याएर उत्तीर्ण गराउने वातावरण तपाईँहरूले बनाउने हो। यो चाहिँ तपाईँहरूले अहिलेसम्म गर्नुभएको पनि छ र त्यसको लागि हामीले चाहिँ के सहयोग गर्नुपर्छ त्यो कुरामा हामी सधैँ प्रतिबद्धता नै हामीले चाहिँ गरिरहेका पनि छौँ र सहयोग गरिरहेका पनि छौँ। र हिजोको दिनमा यसै 7 स्कुलमा चाहिँ पानीको समस्या थियो, पानी पनि ल्याएर जोड्यौँ। आइसिटी ल्याबका सामानहरू चाहिँ लमजुङ जिल्लामा चाहिँ 5वटा स्कुल झन्डाउँदा हामीले 7 पारेका छौँ, त्यो पनि सामानहरू आइसकेको छ। र अहिले फेरि हामीले सानो बच्चाहरू पनि यो चाहिँ भवनभन्दा माथिपट्टि जुन हाम्रो पानी चुहिएर चाहिँ बच्चाहरूलाई पढ्नको समस्या छ भनेर त्यसको लागि हामीले चाहिँ यो मर्मतको लागि हामीले 5 लाख रुपियाँ प्रदेश सरकारबाट माग ल्याएका छौँ। र अहिले फेरि यस शैक्षिक सुधार कार्यक्रम भनेर अहिले वडाबाट फेरि यस वर्षको लागि 1 लाख रुपियाँ पैसा मैले विनियोजन गरिसकेको छु, जुन त्यो बजेटबाट यहाँहरूले रङ लाउन पनि सक्नुभयो। कसैलाई चाहिँ ट्युसन फीहरू चाहिँ शिक्षकहरूले पढाएर ट्युसन फीहरू पाउनु भएको छैन, बच्चाहरूले दिन सक्नु भएको छैन, त्यो पनि हामीले प्रयोग गर्न सकियो। र अस्ति भर्खर काठमाडौँ गएर हिमालयन इन्सुरेन्समा गएर हाम्रो चाहिँ इन्सुरेन्समा गएर हाम्रो यस वडाभित्र रहेका गरिब चाहिँ छात्रहरू यी चाहिँ हाम्रो चाहिँ विपन्न वर्गका विद्यार्थी भाइ बहिनीहरूको लागि पोसाकको लागि र यो चाहिँ झोलाहरूको लागि यो चाहिँ के सकिन्छ यी कुराहरूको अस्ति माग गरेर आएछु। सायद 5-6 दिनमा सामान पनि केही सामानहरू झर्छ होला र वडामा रहेका गरिब वर्गहरूलाई यस चाहिँ गर्मी महिनामा झुल पनि किन्न नसकेर चाहिँ बस्नुभएको त्यस्तो व्यक्तिहरूलाई झुल र जाडोमा चाहिँ एक जोड कपडा किन्न नसक्ने मान्छेहरूलाई जकेटहरूका चाहिँ त्यस्ता चाहिँ सामग्रीहरू अस्ति भर्खर गएर एउटा इन्सुरेन्समा गएर माग गरेर आएको छु र पास पनि भइसकेको छ। अब सायद केही सामानहरू स्कुलको सामानहरू 5-6 दिनभित्र आइपुग्छ होला। हामीले यस स्कुलमा आएर मैले भन्न खोजेको के हो भने हामी यस स्कुलमा आएर सधैँ तपाईँहरूलाई टाइम दिन चाहिँ सक्दैनौँ, धेरै कुराहरू हुन्छ, हाम्रो जिम्मेवारी धेरै छ। तर हामी यहाँ नआउँदा पनि स्कुलको विषयमा चासो हामीसँग हुन्छ, कसरी यस स्कुललाई चाहिँ राम्रो बनाउने, कहाँ गएर कोसँग के मागेर ल्याउने, मध्य नेपालमा अरू स्कुलभन्दा यसलाई नम्बर कसरी बनाउने, सबै कुराहरू मनमा हुँदाहुँदै पनि कतिपय कुराहरू गर्न सकेको छैन। त्यसैले म शिक्षक साथीहरू र विद्यार्थी भाइ बहिनीहरूलाई हामी सबैजना हामी एउटै चाहिँ परिवारका मान्छे हौँ। हामी कसैले कसैलाई नराम्रो नसोचौँ, हामी सबैले सबैलाई चाहिँ सकारात्मक सोचौँ, एकले अर्कोलाई सहयोग गरौँ। आज अर्कोलाई मैले चाहिँ अप्ठ्यारो बनाउँदै गर्दा भोलि चाहिँ मलाई पनि अप्ठ्यारो पार्न सक्छ है भन्ने कुरा सबैजनाले बुझौँ। सबैजनाको सकारात्मक सोच राखेर सबैजना अगाडि बढौँ र यस विद्यालयलाई चाहिँ अरू विद्यालयभन्दा कसरी राम्रो बनाउने भन्ने कुरा सबैजनाले चाहिँ कार्ययोजनाहरू बनाऊ र सबैजना एकजुट भएर यस स्कुललाई चाहिँ राम्रो बनाउनुतिर लागौँ। र अन्त्यमा हाम्रो जितबहादुर गुरुङ सरलाई मैले फेरि पनि भने यहाँले पढाउनु भएको हो, आज यहाँले पढाएको विद्यार्थी म। हिजो सामाजिक क्षेत्रमा विभिन्न क्लबमा काम पनि गरियो, नेपाल सरकारको चाहिँ सरकारी जागिर पनि खाइयो, त्यहाँबाट छोडेर आएर फेरि अहिले चाहिँ जनप्रतिनिधि पनि भएको छु। यसै समाजमा चाहिँ यसै वडामा चाहिँ
सामाजिक काममा लागिरहेको छु। त्यसैले तपाईँले हामीलाई दिनुभएको शिक्षाले चाहिँ अहिले हामीले चाहिँ यो ठाउँमा हामी आइपुग्यौँ भने अबका दिनहरू तपाईँको सुखमय रहोस्, फलदायक होस्, राम्रो होस् र सामाजिक क्षेत्रमा यहाँको चाहिँ अझै अग्रसर भएर अगाडि बढ्नको लागि म यहाँलाई चाहिँ हार्दिक विश्वास पनि गर्दछु, हार्दिक शुभकामना व्यक्त पनि गर्न चाहन्छु। र अन्त्यमा यस चाहिँ स्कुलमा आज हाम्रो जितबहादुर सरको चाहिँ विदाई कार्यक्रममा सायद म जनप्रतिनिधि भएपछि मेरो यो पहिलो कार्यक्रम नै हो स्कुलमा आएर यसरी विदाई कार्यक्रममा उपस्थित हुन पाएको। जुन चाहिँ मलाई प्रमुख अतिथिको रूपमा यस विद्यालय परिवारले चाहिँ बोलाएर प्रमुख अतिथिको जिम्मेवारी दिनुभयो, म स्कुलप्रति सबैजनालाई हार्दिक धन्यवाद व्यक्त गर्दै फेरि पनि हामी शिक्षक, हामी विद्यार्थी भाइ बहिनी, हामी अभिभावकहरू कसैलाई नराम्रो नसोचौँ, सबैजना सकारात्मक चाहिँ सोच लिएर हिँडौँ, सबैजनालाई सहयोग गरौँ र मध्य नेपालमा हामी हरेक कुरामा चाहिँ अरूभन्दा हामी चाहिँ जितालाई चाहिँ राम्रो बनाऊँ भन्ने चाहिँ सोच सबैजनाको चाहिँ सकारात्मक सोच रहोस् र तपाईँहरू सबैजनाको यस्तो खालको चाहिँ सल्लाह सुझावको अपेक्षा पनि गर्दछु। र अन्त्यमा फेरि पनि यस स्कुल परिवार सबैलाई धन्यवाद व्यक्त गर्दै यस स्कुलको उत्तर प्रगतिको कामना गर्दै हाम्रो जितबहादुर सरको चाहिँ विदाई तथा फेरि भेटौँला कार्यक्रम बाट उहाँको चाहिँ अब आउने दिनहरूको उज्जवल भविष्यको कामना गर्दै मेरो भनाइको अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्ते। भन्ने पूर्ण विश्वासका साथ अब हामी आजको यस कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। आज यस कार्यक्रममा विदाई भएर जान लाग्नुभएका जितबहादुर गुरुङ सर हामीले विभिन्न शब्दहरू राखिरहेका छौँ र पनि अझै अपूर्ण छ जस्तो हामीलाई लागिराखेको छ। अरूलाई सम्मान गर्ने र निष्ठावान यदि कोही हुन चाहन्छ भने जितबहादुर सरसँग हामीले सिक्नुपर्छ जस्तो मलाई व्यक्तिगत रूपमा लाग्छ। र सरको सल्लाह सुझावहरू र आगामी दिनहरूमा मार्गदर्शन हामीलाई रहिरहनेछ। हाम्रो जीवनको लागि, हाम्रो शैक्षिक जीवनको लागि, हाम्रो पेसागत जीवनको लागि सरको सहयोग हामीलाई रहिरहने नै छ। सरले देखाएका सत्मार्गका बाटोहरूमा हामी आगामी दिनहरूमा हाम्रा पाइलाहरू अगाडि बढाउने प्रतिबद्धता म व्यक्तिगत रूपमा पनि गर्न चाहन्छु। र अबको कार्यक्रममा हामी निकै नै अन्तिममा हामी आइसकेका छौँ। अब आजको यस कार्यक्रमलाई समापन गरिदिनु हुनको लागि आजको यस कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सदस्यलाई माइक्रोफोन हस्तान्तरण गर्नुभन्दा अगाडि आजको यस सानो कार्यक्रम सञ्चालन गर्ने क्रममा यदि मबाट केही त्रुटिहरू भएको भए क्षमा याचना गर्दै र आगामी दिनहरूमा भएका त्रुटिहरूलाई सच्याउने प्रतिबद्धता सहित म पनि कार्यक्रम सञ्चालक आजको यस कार्यक्रमबाट ओझेल पर्न चाहन्छु। सम्पूर्णको जय होस्, जय शब्दद्वारा नमस्कार। जनप्रतिनिधि सुदीप थापा वडा अध्यक्षज्यू, हाम्रो पूर्व व्यवस्थापन अध्यक्षज्यू, हाम्रा शिक्षक साथीहरू, प्रज्यू, आज विदायको क्षणमा छौँ हामी। विदायको क्षणमा चाहिँ साह्रै नरमाइलो हुँदो रहेछ। आज सरले यत्रो वर्षसम्म पढाएर सबैको अब नराम्रो केही पनि थाहा पाइएन। राम्रोसँग विदायको कार्यक्रम हामीले पनि राम्रैसँग गरियो। सरले अबका दिनहरू पनि आफ्नो घर फर्केर गए पनि यो विद्यालयलाई फेरि राम्रोसँग हेरेर त्यसको पनि गरिदिनु हुनेछ अनि आशा राख्दै आजको कार्यक्रम हस्त धन्यवाद है समापन गर्दछु।